ल है गाइस हेर्नुहोस् हाम्रो धारा ट्याक्क त्यहाँ मुहान छ। एक पानी उता लगेको छ, एक पाइप यता एक पाइप लगेको छ। धारा यस्तो छ, घर उहाँ देखिरहेछ। यो दुईटै घर हाम्रो हो गाइस हेर्नुहोस्। ठ्याक्क अलैँची रोपेको छ त्यहाँ। यो धारा नुहाउनलाई कति आनन्द छ। यस अलैँची बारी यस्तो छ। अब खेती किसानतिर लाग्यो हेर्नुहोस्। ठ्याक्क गाउँमा यो हेर्नुहोस् धोक्रे फुल फुलेको छ ट्याक्क अलैँची बारी। यो देखियो जति हाम्रो मेरो हो गाइस हैन। अलैँची चाहिँ यहाँ तल खेतमा फल्छ ट्याक्कै हेर्नुहोस् गाइस। यता यो देखियो जति हाम्रो हो। वहाँ पर सुन्तला छ। यो एभोकाडोको बोट हो। घर देखिएको यो गोठ हो। त्यहाँदेखि माथि घर छ गाइस। अनि धारा यस्तो छ हाम्रो। डढेको धारा भन्छन्। यहाँ चाहिँ पहिला यो ठुलो घर थियो अरे हाम्रो हजुरबाको बाउको। अनि ट्याक्क डढेर लागेर यो धारालाई चाहिँ डढेको धारा भन्छन्। तपाईँको नुहाउनलाई आधी घन्टा 1 घन्टा टाढाबाट नि आउँछन् क्या। विशेष त्यो छ, तातो पानी छ, आनन्द। ठ्याक्क डढेको धारा भन्छन् क्या यसलाई चाहिँ। रोड यहीँ छ, रोड गाइस हैन। यो पनि हाम्रै हो भो। यो चाहिँ घारी छ, अम्लिसो घारी हो, काटिसक्यो। यस अम्लिसो घारी अब काट्नै बाँकी छ। ट्याक्क अब म उँभो जान्छु माथि अम्लिसो घारीतिर हेर्नुहोस्। केटालाई चाहिँ यहाँ घुमाउनु ल्याएको अलैँची घारीमा। त्यो सेन्डोको माथि तान केटालाई इटरीबाट घुम्न आएको यो ट्याक्कै भिनाजुको जग्गामा ट्याक्क घुम्छ अरे। ल यता म चाहिँ लागेँ खेततिर। बाटो यस्तो छ ट्याक्क खेतमा यस्तो छ गाइस हेर्नुहोस्। ठ्याक्क खेत बाटो यस्तो छ ठ्याक्क पाहाडको साथीहरू हेर्नुहोस्। त्यही माथि पनि छ अर्को धारा हाम्रो। यहाँ पाइपमा पानी ल्याएको छ। मैले यो चाहिँ पोहोर रोपिदिएको 2 वर्ष जति हो। अम्लिसो हेर्नुहोस् ठ्याक्क अम्लिसो रोपेको ठ्याक्क अम्लिसो घारी ठ्याक्कै। यहाँदेखि उता अलैँचीको पाटो छ हाम्रो ठ्याक्कै यो 30। यहाँ चाहिँ ट्याक्कै यस्तो छ। पहिला ठ्याक्क यहाँ चाहिँ हाम्रो धान रोप्थ्यौँ। धान त्यति साह्रो फल्न छोडो, फाइदा हुन छोडो र अलैँची रोपेको। अलैँची सबै मर्यो। अनि त्यस पछाडि अम्लिसो हालियो। अलैँची पनि छ अलिअलि। अलैँचीमा तल फेदामा फल्छ हेर्नुहोस्। फुल्न थालेछ अलैँचीमा। यस्तोमा यहाँ फल्छ यो फुलेको। ठ्याक्क सब अलैँची मरेर यस्तो हालत भएको छ। मैले अस्ति एभोकाडो रोपेको छु। अलैँची यो ठ्याक्क छ नि जग्गा जमिन के गर्ने। भावै छैन अहिले अम्लिसो घारी। यो माथि हो त्यो माथि रुख भएसम्म हो हाम्रो है। त्यो देखिएको मलेदोको रुख मेरो उत्तिस हो। डाँडा काँडा वारिपारि एभोकाडो रोपेको थिएँ। कस्तो भएको नि उम्रिने बेला
उम्रिने रहेछ किराले खाइदिएछ यार यस्तो भन्दा के उम्रियोस् साथीहरू एभोकाडो रोपेको थिएँ अब काम छैन अब यसको उम्रिँदैन एभोकाडो रोपेको थिएँ यस्तो दाना यहाँ रहेछ यो चाहिँ उम्रिन्छ है यस्तो भइसकेको छ यो उम्रिन्छ यसलाई यहीँ छोप्नुपर्छ यो चाहिँ एभोकाडो गाइस यस्तो छ त्यही अलैँची ठ्याक्क पानी पुगेन छ है म इटेरीतिर पानी यहाँ कसले हाल्ने अब चाहिँ 2-4 दिन बसेर पानी हाल्नुपर्ने छ पानी नहाली नहुने भयो यो रोप्न गर्न चाहिँ सबै अम्लिसो सबै मैले रोपेको के गर्न अरू काम गर्न सकिएन अम्लिसो बेच्ने घाँस गाई पालेको छु 3टा त्यही गाई हेर्ने यस्तै छ गाउँघरमा यस्तै छ के गर्ने त्यहाँ चाहिँ रोड छ है ठ्याक्क रोड छ त्यहाँ अम्लिसो के गर्ने गर्न सङ्घर्ष त धेरै गर्यो नि अब आफूले यता गर उता मिल्दैन के गर्ने समस्या छ लागेर यस्तो छ है गाइस